तपाईँहरूको घरमा 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकाहरू छन् भने यो भिडियो तपाईँहरूको लागि महत्त्वपूर्ण हुन सक्छ। कृपया अन्तिमसम्म सुन्नुहोला र जानकारीको लागि सेयर पनि गरिदिनुहोला। नेपाल सरकारले वैशाख 15 गतेदेखि 30 गतेसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्न गइरहेको छ। अभियानमा 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाहरूको पोषणको अवस्थाको जाँच गरिँदैछ, जसमा बालबालिका उमेर अनुसारको तौल छ कि छैन, उसको उचाइ अनुसारको तौल छ कि छैन, बच्चाको पोषणको अवस्था कस्तो छ मापन गरिन्छ। त्यसैले हजुरहरूले पनि आफ्नो टोलमा हुने अभियानमा आफ्ना बालबालिकाहरूलाई लगेर बालबालिकाहरूको पोषणको अवस्थाको मापन गर्नुहुन अनुरोध गर्दछु। थप जानकारीको लागि आफ्नो टोलमा रहनुभएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य चौकी लगायत अन्य सरोकारवाला व्यक्तिहरूसँग सम्पर्क गर्नुहोला।